कमजोर नसम्झे हिन्दूलाई। जब हिन्दू जाग्छ नि मास झाग्ने तिमीहरू खरानी हुन्छस्। याद गर मास झाग्ने, याद गर मुसल्टेहरू तिमीहरू मास झाग्ने। जति पनि छस् नेपालमा बङ्गलादेशबाट आएर बसेको मुसल्टे मास झाग्नेहरू जति पनि छस् भाग यहाँबाट। ओपन भन्न चाहन्छ विक्रम छेत्रीले। धर्म मान्ने कि धर्म गर्ने त धर्मको उद्देश्य भने के हो? मानवता होइन? धर्मले के सिकाउँछ त? धर्मबाट प्रतिपादन भएको सिद्धान्त के हो त? त्यसले सहिष्णुता कायम गर्नु पर्यो, सद्भावको बाटोमा डोर्याउनु पर्यो होइन त? धर्मको उद्देश्य भनेको त। तर त्यहाँका केही साथीभाइहरू शिव सेना भनेर परिचालक हुनुभएछ। भोलि चाहिँ पार्वती सेना पनि निकाल्ने धर्मको नाममा, गणेश तपाईँको चाहिँ सेना निकाल्ने, यता चाहिँ एलम्बरको चाहिँ तपाईँको चाहिँ सेना, यता तपाईँको चाहिँ युमा थेबेको सेना निकाल्दै तपाईँ हामी चाहिँ त्यसरी गर्नु थाल्यो भने यो समाज र यो राष्ट्र कतातिर लैजाला? धर्म भनेको नि तपाईँ हामीले मान्ने भन्दा पनि त्यो व्यक्तिले धर्मलाई कसरी फलो गर्दैछ त होइन? हामीले गरेको कार्यले चाहिँ तपाईँको यो समाज र चाहिँ तपाईँलाई कतातिर लैजाँदैछ सकारात्मक सन्देश पो दिनु पर्यो त।